ल तेरो झोला अहिले निस्किहाल मेरो घरबाट। पक्टलाई त। हेलो बुवा, म यो बौलासँग बस्न सक्दिनँ, मलाई छिटो लिन आउनुहोस्। फेरि के भयो र छोरी? त्यो भान्जासँग कुरा गर न मलाई। लौ कुरा गर रे। हेलो मामा। होइन के भयो भान्जा? किन झगडा गरेको? हेर्नुहोस् मामाजी, यसले 2 तोलाको सुनको सिक्री बनाइदिए भन्छ। तपाईँलाई थाहा छ अहिले बजारमा सुनको भाउ कति महँगो छ भनेर। मसँग त्यत्रो पैसा छैन, म सुन बनाउन सक्दैन। हेर्नुहोस् भान्जा, म तपाईँलाई 6 लाख रुपियाँ हालिदिन्छु। यहाँ मेरो घरमा अरू त्यस्तै 4वटा छोरी छन्, त्यसलाई यहाँ आउनु नदेऊ। हुन्न मामा। हेर्नुहोस् भान्जा, बरु त्यतिले पुग्दैन भने अरू 1 लाख थपिदिन्छु, तर त्यसलाई यहाँ नपठाउनुहोस्। मलाई पनि खुसीसँग बाँच्न दिनुहोस्। मामा, एउटा हुनै हुन्न। भान्जा अरू 5 लाख थपिदिउँ त? हो र? तपाईँ त्यसो भन्नुहुन्छ भने ठिक छ, म बनाइदिन्छु। यो हो नि त कुरा। ल त्योसँग कुरा गराउ त। ल कुरा गर। हेलो बाबा। ल फोनलाई लाउड स्पिकरमा राख्छ, म तिमीलाई ठर्काउँछु। ए ल ल हुन्छ। हेर्नुहोस् भान्जा, त्यहाँ मेरो छोरीको एउटा पनि इच्छा पुरा नगर्नु न, म त्यही आएर तपाईँको हात खुट्टा बाँचिदिन्छु। होइन मामाजी, त्यसो गर्नु पर्दैन। म अहिले भर्खरै सुलीचोर गएर पारी खोइराल हर्के सुनचाँदी पसलको झमानदाईकोमा गएर म सिक्री किनेर लिइहाल्छु। ल हुन्छ, राख्नुहोस्। हेर, फेरि म तँलाई त्यही 3 लाखको मात्र बनाइदिने हो नि। ल ल हुन्छ। ल जाम हिँड।